लेखक कपिल लामिछाने हो। हामीले यो पुस्तकबाट बुद्ध जस्तै आज्ञाकारी र आफ्नो काम छिटो छिटो नगरेर सञ्चय गर्नुपर्छ भन्ने शिक्षा पाउँछौँ। मेरा साथीहरूमा मैले हार्दिक नमस्कार गर्दछु। मेरो पुस्तकको नाम रहेको छ सर्वदियाको गाडा। यस पुस्तकको लेखक अनुराधा र चित्रकार प्रकाश राजित हुनुहुन्छ। धन्यवाद। मेरो पिताको नाम सड्या घोडा हो। लालुको यात्रा यसका लेखक विजय चालिसा हुन्। यो कथाभित्र लुङ्गेको यात्रा यो सिलिन्डरहरू एउटा बन्द कोठामा बसेका थिए अनि कोही मान्छे आएर यिनीहरू सिलिन्डरहरूलाई भरेर बाइकमा राखेर मेरो नाम अनुप नेपाली हो। म कक्षा 4 पढ्छु। मेरो बुकको नाम हो लालुको यात्रा। मेरो नाम सागर मन्दाले हो। मेरो बुकको नाम हो लालुको यात्रा। विजय चालिसे हो। ग्यासको चुलो पनि हाँस्या छ। धन्यवाद। नमस्कार सबैजनालाई। मेरो नाम विनायक भट्टराई हो। म कक्षा 4 वर्ग गबाट आज मैले तपाईहरूलाई लालुको यात्रा भन्ने पुस्तक किताबबाट केही कुरा भन्न गइरहेको छु। यस किताबको लेखक विजय चालिसे र चित्रकार देवेन्द्र पाण्डे हुनुहुन्छ। यो किताबमा लालु भन्ने एउटा सिलिन्डर छ। यो किताबमा सिलिन्डर कहाँ बन्छ र सिलिन्डरभित्र ग्यास कसरी भरिन्छ भन्ने भनेको छ र सिलिन्डर सफा नगरे पैसा खर्च हुन्छ भन्ने भनेको छ। यो पुस्तक पढ्दा मलाई धेरै खुसी लाग्यो र मन पनि लाग्यो। यदि हजुरहरूलाई मन पर्यो भने हाम्रो स्कुलको पुस्तकालयमा गएर पढ्न सक्नुहुन्छ। यो कथाबाट मैले सिलिन्डर सफा नगरे घाटा हुन्छ भन्ने शिक्षा पाएँ। धन्यवाद। साथीभाइहरू, म आज लालुको यात्रा पुस्तकको लेखक विजय चालिसा हो। उपस्थित वार्डेन असिस्टेन्ट र वार्डेन सरलाई नमस्कार गर्न चाहन्छु र मैले पढ्न गइरहेको बुकको नाम
सर्वतियाको गाडा रहेको छ र यो बुकको लेखकको नाम अनुराधा हुनुभएको छ। चित्रकार प्रकाश रञ्जित रहनुभएको छ र सर्वतिया र उनको मिल्ने साथी बब्लुलाई गाडामा चढेर गाउँ घुम्न असाध्यै मन पर्छ। तर एक साँझ बिहेबाट फर्किने बेला उनले जङ्गलमा एउटा चम्किलो कुरा देख्छन्। यो के कुरा होला थाहा पाउनका लागि दाजुहरूले मेरो न्यानो राम्रो अभिवादन स्वीकार गर्नु। मैले आज पढिरहेको किताबको नाम हो सर्वतियाको गाडा। यो किताबको लेखक हुन् अनुराधा। यो किताबमा चित्र कोरेका हुन् प्रकाश रञ्जितले। सर्वतिया र उनको मिल्ने साथी बब्लुलाई गाडामा चढेर गाउँ असाध्यै घुम्न मन पर्थ्यो र एक दिन बिहाबाट फर्किने बेला उनीहरूले एउटा रहस्यमय चिज त्यो रहस्यमय त्यो कुन चिज हो भन्नको लागिहरूले यो बुक पढ्नुहोस्। धन्यवाद। Good morning everyone. My name is Vansudha. Today I am here to review the book named The Lazy Conman. This book writer name and composer name is Ajit Barala. You all know I read this book in 5 to 6 days only. This book has various of folk tales and my favorite story, The Great of All. I was giving this book 10 out of 9.5 because there was not any color in this book. Thank you. तथा मेरा प्यारा साथीभाइहरू, म भन्न गइरहेको किताबको नाम पिन्टो राजकुमारी र बुढे एकीको बारे हो। यस कथाका लेखक डाक्टर उज्जवल विक्रम खड्का हुन् र यसका चित्रकार शमशेर श्रेष्ठ हुन्।